गुड मर्निङ नमस्कार। म एउटा प्लगको बारेमा भिडियो बनाउन लागेको छु। आज बिहान बिहान एउटा बाइक आएको थियो कि हामी कहाँ, अनि कस्तो हुँदो रहेछ भनेको प्लग त प्लग एस्पाइरिङ प्लग भन्छ त्यसलाई। प्लग त एस्पाइरिङ प्लगै हो, तर कुन बाइकमा कुन मिल्छ भने कतिपय मेकानिक दाजुभाइहरूले थाहा नहुन सक्ला। अब नयाँ नयाँ बाइकमा अब भनौँ न सबै एउटै भन्नु साइजको रहेछ, अनि पुरानो र अब भनौँ न अब 15-20 वर्ष पुरानो बाइकहरूमा अब कुन लाग्छ के लाग्छ सबै थाहा नहुन सक्ला। त्यही भएर मैले बनाउनु के लागेको छु भनेको, मैले आज बिहान बिहान अब यो कम्पनीको त नाम नराखौँ होइन, तर यो 8 पोइन्ट भनेको यो तपाईँको यो 7 र 6 भनेर आउँछ होइन। यो 6 भयो होइन, अनि यो 7 भयो। यो 7 भनेको पल्सरमा लाग्ने, युनिकर्नमा लाग्ने, साइनमा लाग्ने। तर यो बाइक पुरानो बाइक जुन कि ग्ल्याडिएटर जुन हुन्छ नि, यामाहाको ग्ल्याडिएटर, त्यसमा त सानो घाट लाग्छ। यो सानो घाटवाला लाग्छ, म देखाउँछु तपाईँलाई। हेर्नुहोस्, यो सानो घाट लाग्छ। अनि यामाहाको भनौँ न एउटा एफजेड मात्र छ कि ठुलो लामो, यो लामो घाटवाला लाग्ने हो, नत्र प्रायः तपाईँको यामाहाकोमा सानै घाट लाग्छ। त्यही भएर यो घाट लामो घाट हालिदिएर त्यो पनि झन्डै भेलहरू बाँधिन्छ यस्तो भयो भने। यहाँ कति लामो रहेछ छ नि त, अनि दोबरै हुन्छ। अनि यस्तो भयो भने अब के हुन्छ कि थाहा हुँदैन। अनि जुन पनि प्लग हालिदिन्छ, अनि प्लग हाल्यो भने भेल बाङ्गो हुने, पिस्टन फुट्ने, अनि समस्या भएपछि बिचरा कस्टमरले त अब त्यत्तिकै खर्च गराउने भयो, त्यत्तिकै बिग्रियो नि त चलिरहेको चिज भनेपछि। अनि त्यही भएर एउटाले गर्दा अर्को बदनाम हुने वर्कसपहरू कारण त्यही हुँदो रहेछ। अनि वास्तवमा अहिले जति यो हेर्छु यो फुर्ती लगाउँछ नि टिकटकहरूमा, फेसबुकहरूमा म हेर्छु भिडियो तै पनि, तर म त्यो अर्काको विरोध म गर्दिनँ। फुर्ती मात्र लगाउने हो, तर कुनमा के हुन्छ कस्तो हुन्छ यदि निकालेर उनीहरूले दिए भने गर्न सकिँदैन। मेकानिक भनेको नहुने चिजलाई गर्ने हो क्या। त्यही भएर यदि गर्दै हुनुहुन्छ भने तपाईँ मेकानिक हो भनेपछि अब तपाईँलाई भिडियो मन पऱ्यो के पऱ्यो होइन, सल्लाह सुझाव दिनु। तर मैले यस्तोसम्म मैले भनौँ न इन्जिनहरू मैले बनाएको छु, वायरिङहरू बनाएको छु, जब कि एउटा पनि त्यहाँ सामान हुँदैन। हामीले टिपी खोजी बनाउनु पर्छ। अनि यो आजभोलिको सोसल मिडियामा जति फुर्ती लगाउँछ नि, त्यो फुर्तीको हेरेर मलाई चाहिँ के हुन्छ भनेको, मेकानिक हो भनेपछि पुरानो जुन छ नि सामानै नभएको चिजलाई फिट गरेर बनाएर देखा न, अनि पो मेकानिक भन्छ नि। यो देखाउने उता देखाउने, यो गर्ने उता गर्ने। ल पुरानो बाइकहरू जस्तो अब सिजी भयो, जापानिज एक्सल भयो, अनि आरएक्स भयो, यिनीहरू बनाएर देखाउ त। नयाँ बाइकमा खोलियो, फिट गरियो, ढिकै हालियो, फुर्ती लगाइयो, त्यो होइन नि। बिग्रेको त्यो बाइकहरू बनाएर देखाऊ, पुरानो बाइकहरू देखाएर बनाऊ, अनि पो हुन्छ नि। अहिले त अब हरेक चिजमा भनौँ न, हरेक चिजको बारेमा अब त्यो हुन्छ, सबै कुरो देखिकै हुन्छ। अब यो बिग्रियो भने ढिकै हालिदिन्छ, ढिकै हालिदिन्छ। त्यही भएर जति फुर्ती त्यो सोसल मिडियाहरूमा लगाउँछ नि, मलाई चाहिँ त्यो राम्रो लाग्दैन। त्यही भएर म त्यस्तो अर्काको विरोध गर्ने, यताउता गर्ने मलाई लाग्दैन। यो भिडियो मन पऱ्यो भने सेयर गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु नबिर्सनु होला। मेरो युट्युब च्यानलमा चाहिँ फलो गरिदिनुहोस्। हस्, धन्यवाद।